उत्पातको टोली आयो लिएर नयाँ काण्ड, कोही बन्यो डाक्टर आज कोही बन्यो ब्रान्ड। आउँभरि हल्ला चल्यो के भयो आज फेरि, हेर्दा हेर्दै हाँस्दै बसन् बुढा बुढी र केका केटी। आउनुहोस् हेर्न हाम्रो उत्पात, दिनभरि हाँसो रातभरि बात। रिस र झगडा क्षणभरको मात्र, फेरि मिल्छन् सबै। यही हो उत्पात। उत्पात उत्पात आउँदैछ उत्पात, हाँसो रमाइलो खुसीको बरसात। उत्पात उत्पात हेरौँ सबै साथ, साउनसँगै ल्यायो नयाँ नयाँ उत्पात। हेर केटा, जिन्दगीमा मरि लानु केही छैन। खाने हो, फ्री स्टाइलमा घुम्ने हो। को धनबहादुर भनेको? मलाई भेट न, म त्यसलाई ठिक पार्छु। धनबहादुर भनेको मान्छे होइन के? मान्छे नभएर तँ भूत हो। हुन त म भूत जस्तो छु। भूत होइन के यार, पैसा हो पैसा। ए पैसा बहादुर पो हो? हो त नि। तँ पैसाको चिन्ता नगर, म छु नि त। अझै बियर खान्छस् भने भन्, तँलाई म पेट फुट्ने गरी खुवाइदिन्छु। पेट फुट्यो भने म कसरी बाँच्नु त? मरे पनि के फरक पर्छ र? आखिर एक दिन सबै मर्नै पर्छ। बिहे नगरी त म मर्नै चाहन्न। तँ जस्तो भूतको बोरालाई आजभरिको जिरो फिगर भएको केटीले पताउँदैन तँलाई। म भित्र केही कमी छ र? हेर केटा, केटी पटाउनु त म जस्तो ह्यान्डसम हुनुपर्छ। तँ जस्तो फुकेको बेलामा जस्तो केटाले केटी पटाउन सक्दैनस्। एक बोतल बियर खुवायो भने म ठुलो कुरा गर्ने? सरी माई ब्रदर, तिम्रो मन दुख्यो होला। जस्ट किडिङ। म कहिले पनि साह्रै छलबरी ओलेर खाम्ला भनेको त पर्दै पर्दैन। तँलाई घरमा भात खाएर पुगेन? भात मात्र खाएर भएन नि दिदी, फरक फरक स्वाद चाहनुपर्छ। चाकिस फरक छ, काम गर्नु केही छैन, खाने मात्रै कुरा गर्छ। सुर्ती खाएर ओछ्यानभरि थुक्छ होइन? तेरो बुद्धि कहिले पलाउँछ? बिस्तारै पलाउँछ कि दिदी, एकैचोटि पलाएको पनि राम्रो होइन। तँसँग त कसले सक्छ र? आफूलाई सुर्ती नखाई खुर्ती नै आउँदैन।
छोरी या ए बेग्लै किसिमको कुरा नगर न यार मायाले बोल न यार मलाई जोडिया भनेर अपमान नगर न सम्मान गर्न लायकको त तेरो बानी पनि हुनु पर्यो नि मायाको अर्थ अपमान होइन सम्मान हो होइन तैँले माया चाहिँ कतिले गर्छस् म त सबैलाई माया गर्छु कत्रो छ हो तेरो मुटु सबैलाई अटाउने खालको नापेर हेर न आफै थाहा पाइहाल्छौ नि मेरो अरू काम छैन नि डान्स गर्छु नि फेरि अब बिना फिटरको खिचिस भने त अब यो मेरो गाला चाउरी परे देखिहाल्छ नि क्या बुढी भएपछि गाला चाउरी त परिहाल्छ नि यो कुन ठुलो कुरा हो र या सुन्न नानी हिजो मैले त्यो फेरि फिटर त्यो फिटर लगाएर एउटा भिडियो त्यो टिकटकमा के पास गरिदिएको थिएँ अब एउटा केटाले त तिमीसँग बिहा गर्ने भनेर पो मलाई त कमेन्ट पो हानेछ भने म त छक्क भयो अनि रिप्लाई दिनु भयो त ए भित्र भात डढे जस्तो छ म गएँ है यो बुढेसकालमा दिदी म पनि टिकटक बनाउँछु ए छोरी भात भुसुक्कै ढलेछ भने अब के खाने होला हेर्का नानी यही टिकटकको कुरा गर्दा हामीले अब भित्र भात र भाषा भुसुक भइहाल्यो अब यही डढ्या भातको उयो राखेर के भन्छ त्यो टिकटक बनाउन के जति भइहाल्छ कि के गर्नु आफूले यहाँ भोक लाएर कस्तो गाह्रो भएको छ मलाई फेरि टिकटक बनाउनु पर्यो बनाऊ एउटा सन्केमूलक भिडियो पनि हुन्छ लु सङ्गतले मान्छे बिग्रिँदैन क्या आमा अनि केले बिग्रिन्छ त पेसाले बिग्रिन्छ म घाँसे पेसा नि गर्दिनँ पेसा गर्दिन रे यो तैँले खाएको कुकुरको मुद्दा के हाल्नु कहिलेकाहीँ खाँदै के हुन्न क्या आमा सधैँ त खाएको छैन नि सधैँ खानुले त तेरो गोजीमा सुको पनि हुनु पर्यो नि भयो धेरै नकराउनु जति तँलाई सम्झाए पनि जलुको सँग छोडिनस् होइन उठ ला मुग्दो आइन्जो फेरि यसरी रक्सी खाइस् भने म के गर्छु जानेछु मैले यो रक्सी भन्ने चिज पनि कसले बनायो होला किन बनायो होला खाएपछि नशा लाग्ने त्यसपछि दशा लाग्ने टुक्का तेरो जिन्दगी रक्सी खाएर जारी भई जतिखेर पनि उत्पात मात्रै गरे ह नो बाबा नो जिन्दगीको होइन जिन्दगी त स्पिडमा चलिरहेको छ साथी सङ्गिनीलाई नि बिगारिस् होइन साथीहरू सुध्रे बाबु बिगार्नु उल्टै मलाई बिगारिरहेको छ अनि खोइ त तेरो मनको रानी मेरो मनको रानी तिमी नै हो म तिमीलाई रानी बनाएर राख्छु नापिस मलाई रानी बनाउन त आफू नि राजा जस्तो हुन पर्यो नि बिहा सर्काएर चिकम पर्काएर मात्रै जिन्दगी चल्छ झल्लु दादा हो मेरो नाम तिमीलाई थाहा छैन मलाई कसैको नाम थाहा छैन एकरो माया लागेको मैले तिमीलाई नपाउनु रहेछ र सिङ्गै बियर खाइदिएको ओइ मिना त्यो जडिया झल्लुलाई देखिदिस् तेरो झल्लुको गोठालो हो र म
नरिस न यार, सोध्न त पाइयो नि। पाइन्छ पाइन्छ। कहाँ मुन्थ्यो होला त त्यो जडियालाई देखिस रे। के छ काकी खबर? ए गोर्खेको आएछ। बस बाबु बस, मलाई त ठिक छ। ताउली अनि कता पुगिरहेको? सही काकीलाई भेट्न आएको नि। अनि आजभोलि आमा छोरी त धेरै भाइरल हुनु भएको छ, यसो हामीलाई पनि सिकाउनु न भाइरल हुनु तरिका। तिम्रो जस्तो अनुहार त भाइ रोल होइन बहिनी रोल पनि हुँदैन। मेरो अनुहार पनि त्यस्तो नराम्रो छ र? कसले भन्यो नराम्रो छ भनेर? तपाईँको छोरीले भनिकन त कि ए गोर्खे, तेरो अनुहार यति राम्रो छ कि यति राम्रो छ कि तेरो अगाडि दुम्सी आयो भने पनि फेल हुन्छ बा। काकीले यस्तै कुरा गर्छ नि, मलाई मलाई राम्रो लाग्छ क्या। खै खैले त मलाई कपाल गर्छ। नाम चाहिँ आमाले ठ्याक्कै राख्नु भएको के। यस्तो हेपेर पो भनेको क्या। ल खोजेर यो तपाईँसँग राख्नु। एकछिन त मक्ख परेको थियो, पछि थाहा पायो। सुन न, तुमसी भन्नको नि थाहा नपर्ने कस्तो खालको मान्छे हो रहेछ। हो भने आमा, म छिटो छिटो कपाल काटिसक्छु। अब टिकटक बनाउनु पर्छ है। पनि बनाउँछ है आना टिकटक। म चाहिँ बनाउँदिन है आमा। तँ बना कि नबना, हामी त बनाउने। म त यो जङ्गलको राजा हुँ। राजा रे? राजा भाइ रानी खोइ त? हो त। खोइ त रानी, जम खोज्नु। दाइ रानी भेट्यो। रानी भेट्यो अरे? खोइ त। लिनुहोस्। साला यो रानी हो, यो तासको पत्ता हो। अनि तिम्रो रानी कसरी हुन्छ? तिमीले त बिहे नै गरेको छैनौ। गुड, यो हो नि तरिका। जमिन खाना खानु। खाना त खानु हुन्थ्यो यार, पैसा छैन। खाना खानु के को पैसा चाहियो? लुटेर खाने नि जमिन। मेरो छोरो त्यसो सङ्गतले बिग्रिसक्यो। पहिला केही खान्थेन, अहिले गाड रसी सबै थोक खान थाल्यो। कसको कुरा गरेको काकी? त्यो झल्लु फटा छ नि, त्यसले मेरो छोरा नि बिगारिसक्यो। कसैको सङ्कट कोही बिग्रेला जस्तो त लाग्दैन मलाई। त पनि त्यसकै पक्ष बोल न। दुधाको साँची बिराली। म उसको पक्षमा किन बोल्ने हो र? साँचो कुरा पो गरेको हो। नानी, त्यसै पक्षमा तँ नलाग। त्यसले तेरो जिन्दगी बर्बाद भयो। म पागल छु र उसको पछि लाग्नुलाई?
अहिले त तँ पागल छैनस्, त्यसपछि लागिस् भने पक्कै तँ पनि पागल हुन्छस्। ए काकी पनि सत्य कुरा त कसलाई पत्छ र? ल भन केटा के खान्छौ? म त मासु भात खाने हो। अनि मासु भात खानु पर्ला। मैले मासु भातै खान्छु नि। होइन तिमीले मलाई मिलायो क्या हो। ल बस्दै गर म अर्डर गरेर आउँछु। साथी त हामीले तात्तिकै आज त मजाले मासु भात। साउनी के पाउँछ यहाँ? उहाँ मेरो भात मारेर साथीहरू बसिरहेका छन्, मासु भात लगाएर दिनु न। अनि हजुर चाहिँ के खाने? सेवा नै धर्म हो, म भोकै पनि बस्न सक्छु। विचार मात्रै राम्रो भएर भएन, गोजीमा धनलाज पनि हुनु पर्यो नि। हो नि हजुर, पैसा बिना त जिउन गाह्रो छ। ल मेरो साथीहरूलाई खाना लगाइदिनु पर्यो, मलाई चाहिँ स्पेसल हुनु पर्यो। ल म गएँ है। खै त अहिलेसम्म आउँदैन त केही पनि। त्यही त भने पेटमा मुसु त उडिसक्यो। मुसा मात्रै हो र हात्ती दौडिसके। सुरु गरौँ केटा अब। खै यतातिर गयो होला नि, हामीलाई के थाहा। पुलिस बोलाऊ। उत्पातको टोली आयो लिएर नयाँ काण्ड, कोही बन्यो डाक्टर आज कोही बन्यो ब्रान्ड। आउँभरि हल्ला चल्यो के भयो आज फेरि, हेर्दा हेर्दै हाँस्दै बसन् बुढा बुढी र केका केटी। आउनुहोस् हेर्न हाम्रो उत्पात, दिनभरि हाँसो रातभरि बात। रिस र झगडा क्षणभरको मात्र, फेरि मिल्छन् सबै। यही हो उत्पात। उत्पात उत्पात आउँदैछ उत्पात, हाँसो रमाइलो खुसीको बरसात। उत्पात उत्पात हेरौँ सबै साथ, साउनसँगै ल्यायो नयाँ नयाँ उत्पात।